के भने अरे मम्मी के भने अरे यो के हो यो के यो 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 सोफा हो सोफा सोफाको महत्त्व छ सोफाको महत्त्व बुझेको छ मान्छेले आउँछ डोङ्ग्रामा लम्पसर पर्ने म त अरूको घरमा यस्तै हो कि हाम्रो घर मात्र हो त्यो पनि आएर तेर्सिन्छ त त्यो छ नि उयो लोबेट खालि त्यहाँ तेर्सिनु नि अचम्म र उल्का यसको महत्त्व केही आयो अरूको घरमा नि छ कि हाम्रो घर मात्रै यस्तो हो आउने लम्पसर पर्ने आउने लम्पस अनि यत्तिकै भजगोल छोडेर हिँड्छ सोफाको महत्त्व नबुझ्ने मान्छेहरू अनि सोफा चाहिँ के गर्नलाई बनाएको लम्पसर पर्न होइन टक्क लाएर बस्ने चिया खाने पानी खाने अनि बनाएको हो ए लम्पसर पर्न बनाएको हो त यो बेड छ त भित्र बेडमा सुत्ने अबदेखि यहाँ लम्पसर पर्छ भने तँलाई कि भुट्ला मम्मी अरे यत्तिकै रिस म न कहिले सुत्ने हो सुतिनु हो र यहीँ बसेर यहाँ मोबाइल हेरेर म चार्ज हाल्दैनिस् मैले कतिचोटि देखाएको छ फुर्ती पार्दैछ गाई छोरो लो यस्तो हो हाम्रो घरमा चाहिँ यस्तो छ हजुरको घरमा कस्तो छ सोफाको महत्त्व चाहिँ सबैले बुझिदिनु होला है